Hello guys, Hello guys, welcome back to our vlog. welcome back to our vlog. आज हामी कहाँ जान लाग्यो रे? India. होइन लुम्बिनी आज पनि आज डे 2 होइन डे 3 इन बुटवल हामी चाहिँ आज लुम्बिनी जान लागेको सबैजना रेडी छौँ ए खसाखुसु गरे आमा छोरी चाहिँ उता भेनु रेडी उता जय रेडी सबजना रेडी छौँ हामी जानलाई अब हामी बनाएर भिडियोहरू बनाएर हाल्छौँ है स्टे ट्युन हामी चाहिँ निस्किसकेका छौँ यता पनि vlog, उता पनि vlog. सो हामी दुईजनाको भ्लगमा अपडेट भइराख्नु होला हामी चाहिँ भर्खरै घरबाट निस्केको अब कति मिनट लाग्छ पुग्नु 35-40 मिनट्समा पुग्छौँ रे हामी टेम्परेचर इज अलिकति गर्मी नै हाम्रो लागि चाहिँ ब्लग कति ब्लग रे उता भन्देऊ न. हामी डराउनु पर्ने स्थिति आइसक्यो यहाँ हामी चाहिँ पुगिसक्यौँ यहाँ टिकट काटेर भेनुहरू अब गएर पनि आइसक्यौँ नानी सुनिरहेको थिएँ हामी बसिरहेको छौँ गीत सुनेर अब भित्र छिर्ने हो गाडी पनि लाग्न पाइन्छ अरे भित्र सो यो चाहिँ एउटा ठाउँ रहेछ तर मलाई के ठाउँ भनेर थाहा भएन होइन फर्स्ट स्पटै हाम्रो यो आएको चाहिँ हाम्रो ग्याङहरू त्यहाँ छ यहाँ चाहिँ मैले अस्ति एकजनाले कस्तो राम्रो भिडियोहरू खिचेको फोटोहरू खिचेको देखेको थिएँ त्यहाँनिर बोटिङ सिस्टम पनि छ अहिले चाहिँ हामी बोटमा बसिसकेका छौँ यहाँ सबैजना हेलो बुढा हेलो बुढा अब हामी चलेमै महादेवी मन्दिर जान लागेका छौँ जहाँ बुद्धको पाइला के छ बुद्धको पाइला अरे फुपूले भनेको मलाई यस्तो गर्मी छ यस्तो बिच बाटो हामी चाहिँ महादेवी मन्दिर आइपुगेका छौँ This is the main place. त्यो राम्रो गाडीमा छ गर्मी बच्छ फाइनली हामी चाहिँ बाहिर आइसकेका छौँ हाम्रो बुद्धको पाइला हेरे यहाँनिर चाहिँ बुद्धको पाइला छ कस्तो एक्सट्रिम लेभलमा गर्नु छ एक्सट्रिम लेभलमा यो चाहिँ रुख म पहिला अस्वस्थित आउँदाखेरि चाहिँ रुखमा चाहिँ कस्तो राम्रो परिपर थियो अहिले चाहिँ यहाँ चाहिँ माछा छ टर्टल छ
कि अहिले शीतलमा सबैजना शीतलमा बस्न आएको छ यहाँ चाहिँ एउटा ठाउँ रहेछ ऊ त्यहाँनिर त लास्टै गर्मी भयो लास्टै पोल्यो लास्टै त्यो चाहिँ अब हामी फोटो खिच्ने भनेर आएको यहाँनिर कस्तो राम्रो रुखहरू रहेछ आरू खाने कि नखाने तिमी अरू के खान्छ त्यो नुन हालेको भएर हो कि म्याडम ए म्याडम म्याडम चिउरी नुन हालेको भएर मैले भनेको सुन्नु न कि जोइले सोध्नु पर्छ जोइले भनेपछि मात्रै हो नि बस 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 फाइनल भयो कुरो अर्को नयाँ ठाउँमा आइपुगेका छौँ लन्च आफ्टर लन्च पछि म चाहिँ अघि लडेर मेरो खुट्टा मर्केको अवस्था बिस्तारै खन्च्याङ खन्च्याङ गर्दैछु नाइस आर्ट सिङ्गापुर टेम्पल रे यो है कस्तो गर्मी है हामी चाहिँ अर्को नेक्स्ट स्पटमा आइसकेका छौँ अलिकति हिँडेर मात्रै The Great Dragon. Tejuले पनि vlog बनाउँदै वाह कस्तो राम्रो पहिला बुद्ध उस भएको वाला हो र होइन ए राजा पद छोडेर आएर बुद्ध भएर बसेको यहाँ चाहिँ अब हामी अर्को स्तूपमा जान लागेका छौँ यस्तो छ घाम Are you? Yeah. We are going to France now. Wow. थोरै पानी खाइदिउँ हैन तर बहुत चिसो रहेछ यार त खानुपर्छ पानी चिसो हामी चाहिँ चाइनिज वालामा आएको छौँ होइन चाइनिज सुपामा यहाँ चाहिँ कन्स्ट्रक्सन भइरहेको रहेछ सुज खोल्ने ठाउँ हामी त सुज यहाँ Laughing Buddha. Like you, मलाई यो एरिया थाहा छ नि हामी चाहिँ
अहिले बोधिबिलामा आएको छौँ कस्तो राम्रो देखेको छ सनसेट ये वी आर एब्सोल्युटली हामी चाहिँ तेजुले ब्लग बनाइसक्छ अरे कति राम्रो फोन हेलो फुप्पू कस्तो भयो हजुरको दिन आज वाउ धेरै रमाइलो भयो खुसी पापा छोरीको यहाँ क्यारी हुँदैछ यो चाहिँ भोलि बेला हामी चाहिँ उतानिर बस्ने हो ओभरअल आजको दिन रमाइलो नै भयो यहाँ दुईजना ज्वाइँ र फुपू भएर आएर पानी पिइसक्नु भएको छ बल्ल साँझमा ठाउँ चेन्ज गर्ने पनि त्यहाँ एकदमै धेरै मच्छर लागेर चाहिँ पुरै गीत बजिरहेको आहा भेट्नु कस्तो राम्रो थियो आहा हामीले के खान्छ भन्नै जान्दैन हामीले खानाहरू अलमोस्ट सकिसकेको छ आजको भ्लग चाहिँ म यहाँ गर्छु अनि अब भोलि चाहिँ हामी यहाँबाट काठमाडौँ होइन यहाँबाट हामी चितवन जान्छौँ अनि चितवन गएर चाहिँ नयाँ नयाँ भिडियोहरू बनाउँछौँ अनि त्यसपछि अनि नयाँ नयाँ भिडियोहरू बनाउँछौँ अनि हाल्छु यिनीहरू सब मिले यति भन्नु त सक्यो दि मलाई आनन्दित हुन्छ तर हामी जान्छौँ चितवन जान्छौँ अब नेक्स्ट भिडियो चाहिँ अब चितवनको हुन्छ टिल देन स्टे ट्युन्ड गाइस बाइ